Hello everyone, welcome to my channel. र आज चाहिँ हामी सिक्वेन्स सिरिजको बारेमा पढ्छौं हैन। सुरुमा त सिक्वेन्स भनेको के भन्दाखेरि कुनै नम्बरहरुलाई रेगुलर एउटा प्याटर्नमा तिमीलाई अरेन्ज गरेर राख्दैछौ सेपरेटेड बाइ कमा, दैट इज सिक्वेन्स। जस्तै मैले भने 2, 4, 6, 8, 10 दिस इज सिक्वेन्स। ठीक छ। सिरिज भनेको यही कुरालाई तिमीले समेसनको रूपमा एक्सप्रेस गर्दियौ भने दिस इज कॉल्ड सिरिज। म धेरै डिटेलमा केहीमा पनि गइन। ओके, सिक्वेन्स भनेको यो भयो, सिरिज भनेको यो भयो। हामीसँग दुईवटा टाइपको सिक्वेन्स सिरिज हामीले पढ्नु पर्ने हुन्छ ग्रेड 9 मा। सो फर्स्ट वान इज अरिथमेटिक। ओके, सो फर्स्टलाई चाहिँ हामीले भन्छौं अरिथमेटिक सिरिज, अरिथमेटिक सिक्वेन्स सिरिज अथवा प्रोग्रेसन भन्ने मैले। अर्को हुन्छ जियोमेट्रिक। यहाँसम्म ठीक छ। इफ केही रेगुलर प्याटर्नमा बढ्ने वा घट्ने चाहिँ एड हुँदै गएको छ कुनै एउटा नम्बर अथवा सबट्र्याक्ट हुँदै गएको छ। जस्तै मैले भने अहिले एक्जाम्पल 2, 4, 6, 8, 10। यसमा तिमीले विचार गर्यौ भने 2 पछि 4 आइराछ, 4 पछि 6 आइराछ। दैट मीन्स 2 मा तिमीले 2 जोड्यौ भने 4 हुन्छ, 4 मा फेरि 2 जोड्यौ भने 6 हुन्छ, 6 मा फेरि 2 जोड्यौ भने 8 हुन्छ, 8 मा फेरि 2 जोड्यौ भने 10 हुन्छ। दिस इज अरिथमेटिक। जस्तै मैले भने 3, 5, 7, 9, 11। सो यसमा पनि तिमीले के भइराछ 2, 2, 2, 2 जोड्दै गछौ। दिस इज अरिथमेटिक। 10 जोड्दै गएको अथवा 5 सबट्र्याक्ट हुँदै गएको, 10 सबट्र्याक्ट हुँदै गएको, यो सबै अरिथमेटिक प्रोग्रेसन हो। जियोमेट्रिक भनेको जस्तै मैले लेखे 2, 4, 8, 16, 32, 64 लेख्दै गए। सो 2 मा 2 मल्टिप्लाई गरेर 4 हुन्छ, 4 मा 2 मल्टिप्लाई गरेर 8 हुन्छ, 8 मा 2 गरेर 16 हुन्छ, 16 मा 2 मल्टिप्लाई गरेर 32 हुन्छ, 32 मा 2 मल्टिप्लाई गरेर 64 हुन्छ। इफ केही कुरा मल्टिप्लाई हुँदैछ डिवाइड हुँदैछ भने चाहिँ दैट इज कॉल्ड जियोमेट्रिक। बुझिरहेछ हैन कुरा। 10 भयो, 10 बाट 20 भयो, 20 बाट 40 भयो, 40 बाट 80 भयो, यो सबै जियोमेट्रिक। सो यदि कमन डिफरेन्स छ भने दैट इज अरिथमेटिक प्रोग्रेसन। इफ कमन रेशियो छ, यदि कमन रेशियो छ भने दैट इज कॉल्ड जियोमेट्रिक प्रोग्रेसन। यहाँसम्म कुराकानी ठीक छ। अब त्यसो भए अरिथमेटिकमा गएँ म। अरिथमेटिक के भयो स्पेलिङ ल। ओके, यसको एउटा जेनरल टर्मको फर्मुला छ। अब त्यो यताउता म केही पनि एक्सप्लेन गर्ने एउटा फर्मुला छ। यो थाहा छ सबैलाई फर्मुला कसरी आयो के आयो भन्ने कुरा। Tn = a + n - 1 d। यो भनेको के भन्दाखेरि Tn भनेको nth नम्बर अफ टर्म। सो इट इज कॉल्ड nth टर्म भने मैले। a भनेको फर्स्ट टर्म, दिस इज द फर्स्ट टर्म। n भनेको nth नम्बर अफ टर्म भइहाल्यो, नम्बर अफ टर्म्स। त्यस्तै गरेर d भनेको चाहिँ के भयो, कमन डिफरेन्स, कमन डिफरेन्स। ल यहाँबाट म एउटा क्वेशन बनाएँ त इजी वाला। जस्तै मैले 10 भने, 13 भने, 15 भने, त्यस्तै गरेर ओहो 13 पछि 15 गर्न मिलेन नि, 16 भने, 19 भने डट 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 दिए। नम्बर ए, व्हाट टाइप अफ सिक्वेन्स इज इट? सिक्वेन्स चाहिँ कुन चाहिँ हो? यो कस्तो खालको सिक्वेन्स हो? यो अरिथमेटिक हो। इट इज अरिथमेटिक सिक्वेन्स भन्न सक्नु पर्यो। अर सिरिज, अब प्लस छ भने यहाँ प्लसले समेसनको फर्ममा छ भने सिरिज भन्नु पर्यो हैन। अब त्यसो भए तिमीलाई सोध्यो फाइन्ड 11th टर्म भन्दियो। ओके, 11th टर्म हामीले निकाल्नु पर्ने छ भने हामीलाई T11 निकाल्ने, मतलब 11 नम्बरमा चाहिँ कुन चाहिँ टर्म पर्छ। यो फर्स्ट भयो, सेकेन्ड भयो, थर्ड भयो, फोर्थ भयो भने 11 नम्बरमा चाहिँ कुन चाहिँ पर्छ भनेर हामीले निकाल्नु पर्ने छ। त्यसै T11 नम्बरको टर्म भने फर्मुला यही हो, a + n - 1 d भनेर फर्मुला अप्लाई गर्ने। सो a भनेको फर्स्ट टर्म हो, दैट इज 10 प्लस n भनेको हामीले 11th टर्म निकाल्नु छ, 11 - 1। अब डिफरेन्स भनेको कमन डिफरेन्स, यो र यो बीचको डिफरेन्स कति छ? डिफरेन्स तिमीले कसरी निकाल्छौ भन्दा t2 - t1। दैट मीन्स पछाडीको टर्म हैन, अगाडिको टर्म। दैट इज 13 - 10 भनेको कति हुँदै रहेछ? 3। कमन डिफरेन्स 3 राख्नु पर्यो। सो इट विल बी 10 + 10 × 3, दिस इज 10 + 30, दैट विल बी 40। यसरी सल्भ गर्न सक्नु पर्यो। ठीक छ यहाँसम्म। सो तिमीलाई क्वेशन आयो
क्वेसन कस्तो आयो भन्दा which जस्तै अब यहाँ भने त अब मैले डट 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 दिदिएँ हैन अब सपोज क्वेसनमा चाहिँ लास्टमा सपोज 46 भनेर आइदियो अनि क्वेसन आयो हाउ मेनी टर्म्स आर देयर हाउ मेनी टर्म्स आर देयर in the given sequence भन्दै मैले यो सिक्वेन्समा चाहिँ नम्बर अफ टर्म्स कतिवटा छ भनेर हामीलाई पत्ता लगाउनु पर्ने छ नि व्हाट आई विल डू इज हेरौँ है त अब फेरि इरेजर भएन यतापट्टि है 10 13 16 19 10 13 16 19 लास्टमा गएर छ 46 सो यो निकाल्नु छ भने फर्मुला त हाम्रो त्यही हो tn इक्वल्स टु a प्लस n minus 1t हो यहाँसम्म ठीक छ सो यसमा हेर त हामीलाई फर्स्ट टर्म थाहा छ यो 10 भइहाल्यो नम्बर अफ टर्म हामीले यहाँ निकाल्नु पर्ने छ कतिवटा टर्म छ भनेर निकाल्नु छ कमन डिफरेन्स हामीलाई थाहा छ यो बीचमा 3 को डिफरेन्स छ t पनि हामीलाई थाहा छ र अब जस्तै यो पुरै सिक्वेन्समा कतिवटा नम्बर छ भन्नुको अर्थ यो 46 सम्म पुग्दाखेरि कतिवटा नम्बर बन्छ भनेको किन फर्स्ट सेकेन्ड थर्ड फोर्थ भनेर गन्दै जाँदाखेरि 46 को रोल नम्बर चाहिँ कति आउँछ भनेको हो नि त हाउ मेनी टर्म्स आर देयर भनेसी tn मा तिमीले राख्नु पर्यो 46 a भनेको 10 छँदै छ n हामीले निकाल्नु पर्ने छ अनि डिफरेन्स हामीलाई थाहा छँदै छ 3 सो इट विल बी मैले 46 minus 10 equals to 3n minus 3 भने so it will be 36 plus 3 is 3n it is 39 by 3 is n so 3 3 so n will be 1 3 13 यसरी गर्नु पर्यो र यही कुरा म ज्योमेट्रिकमा पनि छ ज्योमेट्रिकमा फर्मुला चाहिँ के छ भन्दा tn equals to ar to the power n minus 1 भन्ने छ सपोज मैले एउटा दिएँ 4 16 80 डट यसपछि के आउँछ है त ल त्यसो भए यो कस्तो खालको which type of sequence is it is geometric type it is geometric ठीक छ अब अर्को कुरा चाहिँ यसमा कमन रेशियो के हुन्छ दैट विल बी 16/4 पछाडीको डिवाइड भयो अगाडिको सपोज 16 छ अनि 4 हुँदै गएको छ भने चाहिँ 4/16 हुन्छ सो यसको कमन रेशियो चाहिँ 1/4 आउँछ फेरि यो केसमा यसमा चाहिँ के हुन्छ यसमा चाहिँ हुन्छ 4 कमन रेशियो 4 भयो ठीक छ अब हामीलाई सपोज निकाल्नु पर्ने छ ल क्वेशन चाहिँ नम्बर सी मा चाहिँ के छ भन्दा फाइन्ड फिफ्थ नम्बर को टर्म हामीले निकाल्न छ भने t5 equals to arn minus 1 so a फर्स्ट टर्म हो दैट इज 4 r हाम्रो कमन रेशियो इज 4 so फिफ्थ टर्म निकाल्नु पर्ने छ 5 minus 4 so it will be 4 times 4 को पावर 4 so 4 को पावर 4 is something times 4 भनेको तिम्रो आन्सर यहाँ आइहाल्छ यु क्यान क्याल्कुलेट युजिङ क्याल्कुलेटर or a sharp mind है त यहाँसम्म ठिकै छ सो यसरी चाहिँ हामीले सिक्वेन्स सिरिजको क्वेशनहरु मज्जाले सल्भ गर्न सक्छौं सो दिज आर बेसिक थिंग्स ठीक छ यो जनरल कुरा हो यति कुरा चाहिँ जान्नु पर्छ है त ल थ्यांक यू मैले इन गरे